नमस्कार साथीहरू, के तपाईलाई थाहा छ? एक समय हजारौं किसानको आशा बनेको एउटा सुगर मिल आज किन सुनसान छ? किसानहरूले आफ्नो पसिना बगाएर उब्जाएको उखु बुझाए, तर धेरैले आफ्नो पैसा नै पाएनन्। आखिर के भयो वासुलिङ सुगर मिललाई? किन बन्द भयो यो उद्योग? र किन आजसम्म पनि धेरै किसानहरू न्यायको पर्खाइमा छन्? आज हामी वासुलिङ सुगर मिलको उत्थान, पतन र अधुरो कथाबारे जान्नेछौँ। नमस्कार साथीहरू, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्दैछौँ कैलाली जिल्लाको लम्की चुहा नगरपालिका अन्तर्गत चुहामा रहेको वासुलिङ सुगर मिलको बारेमा। एक समय पश्चिम नेपालको आर्थिक विकासको प्रतीक मानिएको यो उद्योग आज इतिहासका पानाहरूमा सीमित हुन पुगेको छ। तर यसको कथा केवल एउटा उद्योगको कथा होइन, यो हजारौं किसानको सङ्घर्ष, आशा र पीडाको कथा पनि हो। वासुलिङ सुगर मिल स्थापना भएपछि स्थानीय क्षेत्रमा नयाँ उत्साह छायो। किसानहरू गन्ना खेतीतर्फ आकर्षित भए। उनीहरूले विश्वास गरेका थिए कि अब आफ्नै क्षेत्रमा उत्पादन बेच्न पाइनेछ र उचित मूल्य पनि प्राप्त हुनेछ। मिल सञ्चालनमा आएपछि गाउँघरमा आर्थिक गतिविधि बढ्न थाल्यो। गन्ना बोकेका ट्र्याक्टरहरू दिनहुँ मिलको गेटमा पुग्थे। स्थानीय युवाहरूले रोजगारी पाए। त्यो समय वासुलिङ सुगर मिल स्थानीय समृद्धिको एउटा बलियो आधार बनेको थियो। तर समयसँगै परिस्थितिहरू परिवर्तन हुन थाले। मिलले आर्थिक र व्यवस्थापकीय समस्याहरू भोग्न थाल्यो। पुराना मेसिनहरू, उत्पादन लागतको वृद्धि, कमजोर व्यवस्थापन र बजारका चुनौतीहरूले उद्योगलाई बिस्तारै कमजोर बनायो। सबैभन्दा ठूलो असर किसानहरूमाथि पर्न थाल्यो। उनीहरूले मिलमा बुझाएको उखुको भुक्तानी समयमै पाउन छोडे। कहिलेकाहीँ महिनौं र वर्षौंसम्म पनि पैसा रोकिएको खबरहरू आउन थाले। कल्पना गर्नुहोस्, एक किसान जसले वर्षभरि मेहनत गरेर गन्ना उत्पादन गर्यो, आफ्नो परिवारको भविष्य राम्रो बनाउने सपना देख्यो। तर जब आफ्नो उत्पादनको मूल्य नै प्राप्त भएन, त्यो किसानको मनमा कति ठूलो पीडा भयो होला। धेरै किसानहरू ऋणमा परे। कतिपयले गन्ना खेती नै छोडे। कतिपय रोजगारीको खोजीमा देश बाहिर जान बाध्य भए। समस्याहरू बढ्दै जाँदा अन्ततः वासुलिङ सुगर मिलको सञ्चालन प्रभावित हुन थाल्यो। एक समय निरन्तर गुन्जिने मेसिनका आवाजहरू रोकिए। गन्नाले भरिएका ट्र्याक्टरहरूको लाइन हरायो र मिल परिसर बिस्तारै सुनसान बन्दै गयो। यससँगै हजारौं किसानको आशा पनि बिस्तारै मर्दै गयो। आज वासुलिङ सुगर मिलका भवनहरू अझै उभिएका छन्, तर ती भित्ताहरूले अब उत्पादनको आवाज होइन, विगतका सम्झनाहरू सुनाउँछन्। समय समयमा पुनः सञ्चालनका चर्चा भए, विभिन्न प्रतिबद्धताहरू पनि आए, तर आजसम्म पनि मिलले आफ्नो पुरानो गति समात्न सकेको छैन। वासुलिङ सुगर मिलको कथा केवल एउटा बन्द उद्योगको कथा होइन, यो हजारौं किसानको सपना, सङ्घर्ष र न्यायको खोजीको कथा हो। के यो उद्योग फेरि सञ्चालनमा आउला? के किसानहरूले आफ्नो बाँकी रकम पाउनेछन्? तपाईको विचार के छ? कमेन्टमा आफ्नो धारणा अवश्य लेख्नुहोस्। यदि यस्ता ऐतिहासिक र जानकारीमूलक भिडियोहरू मनपर्छ भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। म फेरि अर्को रोचक भिडियोका साथ भेट्नेछु। धन्यवाद।